एटोमिक ह्याबिट्सले के भन्छ भने कुनै बानीको लागि मोटिभेसन भन्दा पनि इन्भाइरोमेन्टले चाहिँ एकदमै धेरै म्याटर गर्छ। मोटिभेसन चाहिँ ओभररेटेड हो भन्छ। होला पनि। जस्तै तपाईँ रक्सी पिउनुहुन्छ भने तपाईँ लाइब्रेरी गएको बेला तपाईँलाई रक्सी पिउन मन लाग्छ त? पक्कै लाग्दैन। तर तपाईँ बारमा जानुभयो भने, पार्टीमा जानुभयो भने तपाईँलाई रक्सी पिउँ पिउँ लाग्छ होला होइन? त्यहाँ मोटिभेसनको केही रोल छ त? आई डोन्ट थिङ्क सो। किनकि तपाईँको इन्भाइरोमेन्टले त्यहाँ एकदमै ठुलो रोल प्ले गरेको छ। लाइब्रेरी भनेको त पढ्ने ठाउँ हो भन्ने तपाईँलाई थाहा छ, त्यही भएर तपाईँलाई रक्सी पिउन मन लाग्दैन। तर तपाईँले बारमा जानुभयो भने रक्सी नै रक्सी देख्नुहुन्छ, रक्सी खाएको मान्छे देख्नुहुन्छ, सबैको हात हातमा रक्सी देख्नुहुन्छ, अनि तपाईँलाई डोपामिन रस हुन्छ, रक्सी खाउँ खाउँ लाग्छ। त्यही भएर तपाईँले कुनै राम्रो बानी एडप्ट गर्नु छ भने तपाईँको इन्भाइरोमेन्ट परिवर्तन गर्नुहोस्। कसरी इन्भाइरोमेन्ट परिवर्तन गर्ने भन्नुहुन्छ भने, जस्तै तपाईँलाई पानी पिउनु छ, पानी पिउनु त राम्रो बानी हो, तर हामीलाई पानी पिउन पनि अल्छी लाग्छ। अब इन्भाइरोमेन्ट परिवर्तन कसरी गर्ने त पानी पिउने बानी बसाउन भने, पानीको बोतल भर्ने, आफू एकदमै धेरै टाइम जहाँ स्पेन्ड गरिन्छ त्यहाँ त्यहाँ लगेर पानीको बोतल राख्ने, किचनमा, लिभिङमा, बेडरुममा पानीको बोतल राख्ने, अनि त्यो पानी देखेपछि पिउन आफूलाई सजिलो हुन्छ। त्यसरी सहज वातावरण बनाइदिने। अब तपाईँलाई पढ्न मन छ भने तपाईँ पढ्नको लागि एउटा डेडिकेसन एरिया बनाउने। अब तपाईँ लिभिङ रुममा बसेर जहिले भिडियो गेम खेल्ने बानी छ तपाईँको, र तपाईँले बुक लिएर त्यही लिभिङ रुममा बस्नुभयो भने तपाईँले त्यहाँ पक्कै पढ्नुहुन्न। त्यही भएर तपाईँले त्यो लिभिङ एरियालाई चाहिँ भिडियो गेम खेल्ने ठाउँ नै बनाइदिनुहोस्। तपाईँले पढ्ने एउटा नयाँ ठाउँ बनाउनुहोस्, नयाँ वातावरण सिर्जना गर्नुहोस्, अनि त्यहाँ गएर तपाईँ पढ्नुहोस्। तपाईँ त्यो ठाउँमा पुगेपछि, आफ्टर त्यो बानी चाहिँ रिपिट गरिसकेपछि तपाईँले त्यो एरियामा, स्पेसिफिक एरियामा पुगेपछि तपाईँलाई आफै पढौँ पढौँ लाग्छ कि तपाईँको दिमागले चाहिँ यो माइन्ड सेट बनाइसकेको हुन्छ कि ओके यो ठाउँ चाहिँ पढ्ने ठाउँ हो भनेर। है त? यसरी आफ्नो वातावरणलाई परिवर्तन गरेर पनि नयाँ बानी एडप्ट गर्न सकिन्छ। कोसिस गरेर के हुन्छ भन्नुहोस् है त?